छिटो न छिटो सबैजना छिटो गाडीले छोड्छ है भेनाले त लु लो 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 है लो 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 है छिटो जम्मै छिटो जाउँ ल आज चाहिँ हाम्रो भेडाटारसम्मको छोटो घुमफिर कार्यक्रम छ जवानहरूसँग अचानक भएको कारणले गर्दाखेरि मेरो ज्याकेट थिएन जोन बान्धाको ज्याकेट नागेर चाहिँ नि आज चाहिँ घुम्न जाँदैछौँ 11 बजीभित्रमा हामी फेरि फर्केर आउनुपर्ने छ यस्तो छ है त सोल्टी सोल्टी हामी हिँड्यौँ ल आउनु ल भानुचोकमा ल ए त्यो फ्लाइट मोडमा थियो रहेछ अहिले भर्खर खोल्यो कि हामी हिँड्यौँ ल सोल्टी ल भेनाहरू हिँडिसक्यो हामी पछाडि हिँड्दैछौँ ल लु लु भानुचोकको त्यो पिपलको बोट मुनि आउनु ल हजुरको भेडाटार यही हो ल चिया चिया खानु बल्ल अब चिया खानेको नखानु चिया खानु न यत्रो भाइ त्यो नाइट बस आइन्दा चलाउँदा एकै कप चिया खाइसकिन्छ होला हौ जम चिया खानु खाइदिउँ नि चिया बन्छ दिनु न चिया 4 कप चिनी कम्ती ठिकाको हालिदिनुहोस् ल चिनी कम्तीको हालिदिनुहोस् न ल कस्तो मेरो अचम्म लाग्यो यस्तो नयाँ बाइकै मिटर देखाउनु छोड्यो क्या छैन नि अनि होइन त्यो क्या यो स्पिडोमिटर क्या स्पिड कुदेको त थाहा हुनुपर्ने हो नि त 7,711 देखि अड्केको भयो क्या नयाँ बाइकहरूको त यस्तो नहुनु पर्ने गर्दा हो कि कस्तो तरिकाले लगाइदिएको हो यस्तोहरू हेर्नु न भाइ यहाँ नै यस्तो बनाइदिएको छ तारै यहाँ नि कस्तो वेयरिङ लगाइदिएको हो यार होइन यहाँ घिस्रेर चुट्टिएछ क्या कस्तोहरू रहेछ है यसरी लगाइदिएको थियो अनि लगाउँदा पनि होइन त्यहाँ टाँसेपछि त अनि होइन चुट्टियो जस्तो छ नि अब यो तारै सबैजना यिनीहरू त ग्याङ भएर बसिरहेको थियो तपाईँ म त एक्लै सुतिरहनु हुँदैन पर उमेर नमिल्नु पनि गाह्रो रहेछ भनेर एक्लै बस्नु पऱ्यो हो टावर थियो त पहिला त होइन हौ त्यो सिमेन्टको यस्तो माथि सिसाको टावर बनाएको थियो क्या ए भान्जा लगाउने ज्याकेट नलगाउने माइक पनि ल्याउने बिर्सेछु हाम्रो टोलीहरू आज भेडाटारको यात्रा भेडाटारको घुमफिर कार्यक्रममा आएको छ है हाम्रो टोलीमा बिचमा एकजना पाहुना पनि हुनुहुन्छ है ताप्लेजुङको पाहुना सबै काठमाडौँको अरे एकजना चाहिँ ताप्लेजुङको पाहुना अरे को यहाँनिर फर्स्ट टाइम आउने को हो भेडाटार 1 2 3 4 जना प्रेरणा त आउनु आएको होला सपनामा आएको होला न पहिला न हात नउठाउनेलाई मेरो
ए यसरी उलाई त हाल्नु मिल्दैन ए होइन त यस्तो कुरा चाहिँ हाल्नु तर उक्की जान आँटेको छ के चढ्नु पाइन्छ कि पाइँदैन पो भइसक्यो 500 रुपियाँ तिरिसकेपछि भाइ मजाले हेरे माथि टिभी पनि खेल्नु पाइन्छ त्यस्तो 500 रुपियाँ हो ठिक छ भेटार चाहिँ आएको चाहिँ तर पहिला चाहिँ यहाँ माथि टावर थियो त्यो टावरदेखि चढेर सिटनसँग म डुलेको थिएँ र अहिले चाहिँ त्यो टावर भत्काएर चाहिँ अहिले के भन्छ भन्नु पनि पाएन सङ्गीता त्यो माथिकोलाई के भन्छ अरे त्यो अघिको त्यो टावरलाई के भन्छ त्यस्तोलाई ए स्काई वक यहाँ भन्नै नआएको क्या स्काई वक बनाएको रहेछ होइन त्यो गरेपछि अब पैसा तिरेर जानुपर्ने हुन्छ हामी धेरै ग्रुपमा छौँ पैसा त साध्य भएन अब टुरिस्ट हो फेरि लोकल टुरिस्ट पऱ्यो होइन त्यो भएर हामी चाहिँ फ्रीमा जाने ठाउँ रहेछ यहाँनिर एउटा हेभन डाँडा भने त्यहाँनिर चाहिँ पुरा भ्यू धरानको भ्यू देखिँदो रहेछ हामी त्यहाँ गएर सट्टै भ्यू लिनेछौँ अनि सारा गरेर ड्रोन पनि उडाउने प्रयास गर्नेछौँ है पछाडि मेरो यस्तो चाहिँ यो चाहिँ भेटार बजार हो Not the real heaven, Raju. Not the real. It's only the copy. It's not real heaven. If you want to go to heaven, then believe Jesus. Okay? Don't forget. It's not real heaven. It's only Nokoli heaven. Would you like to say something? No, I don't have anything to say. She is also local tourist. Temporary resident of Hong Kong. होइन त्यसमा के त हुँदैन नि राम्रो छ कस्तो दामी ठाउँ है सोनी बहिनी दामी ठाउँ हजुर त्यो कुरो टाइपको छ नि अनि उ काठमाडौँ लैजाने काठमाडौँ होइन